उपमेयरज्यूले के भनिदिनु भएछ भन्दाखेरि हर्क साम्बाङको कुनै हात छैन भनेर भन्नुभएछ। त्यो बजेट क्या उताबाट आउने। अनि कसको चाहिँ हात छ त? प्रचण्डको छ त। कति हाँस्नु। प्रचण्डजी आउनुहुन्न बैठकमा, एकचोटि मात्रै आउनु भएको छ, आउनै हुन्न है। के उपमेयरकै छ त हात चाहिँ? सरकारको कान निमोट्ने मान्छे हो क्या म। अनि मैले चाहिँ नलिएको अरे, उसले पो लिएको अरे। त्यो मेक्सिकोले जितेको गेम चाहिँ हर्क साम्बाङ मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु र? हर्क साम्बाङले होइन, अहिले उपमेयरले अहिलेको बजेट ल्याउनु भनेको एउटै हो, कुनै त्यसको तुक छैन। त्यो बजेट बनाउने मान्छे हो के म। विनियोजन विधेयकमा अस्ति भर्खर छलफल भइसक्यो, आर्थिक विधेयकमा पनि अस्ति छलफल भएको छ होइन। संशोधन पेश गर्दैछौँ, पेट्रोलको दाम कति राख्ने, के कति राख्ने होइन, शिक्षामा कर लगाउने कि नलाउने, स्वास्थ्यमा कर लगाउने कि नलाउने भन्ने मान्छे पो त हामी त। अनि हामीले चाहिँ नगरेको उहाँले गर्नुभयो। ल ठिक छ, एजेन्डा उहाँको थियो पनि त, भयो पनि त हुन्थ्यो। त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको हो? हर्क साम्बाङको होइन। मेरो त्यो सपना हो, सङ्कल्प हो र सङ्घर्ष पनि हो क्या। चाहिँ कोसीको पानी हामी ल्याउँदैछौँ। अब यो यसमा चाहिँ अलिकति हाँस पनि उठ्छ, अलिकति फेरि भन्नै पनि पर्छ होइन, भनेन भन्छ फेरि यहाँ अलिकति। अहिले मैले सुरु केही पनि मैले सुरु गर्दिनँ हेर्नुहोस् है, सुरु त म गर्दिनँ, अरूले सुरु गर्छ त्यसको उत्तर दिन्छु, तर मसला खतम चाहिँ मैले नै गर्छु, फिनिस चाहिँ मैले नै गर्छु। हाम्रो उपमेयरज्यूले के भनिदिनु भयो, उपमेयरमा मैले किन भनेको उहाँ चाहिँ निर्वाचित चाहिँ उपमेयरै हो क्या, मैले छोडेपछि मात्रै कार्यभार भएको, निर्वाचित मेयर त होइन नि त। उपमेयरज्यूले के भनिदिनु भएछ भन्दाखेरि हर्क साम्बाङको कुनै हात छैन भनेर भन्नुभएछ। त्यो बजेट क्या उताबाट आउने। अनि कसको चाहिँ हात छ त? प्रचण्डको छ त। कति हाँस्नु। प्रचण्डजी आउनुहुन्न बैठकमा, एकचोटि मात्रै आउनु भएको छ, आउनै हुन्न है। के उपमेयरकै छ त हात चाहिँ? छैन। मैले एउटा राम्रो रोचक दिने गरेको छु, 2-3 चोटि दिएको छु, फेरि यहाँ पनि अलिकति दिनु पर्यो। हामी वर्ल्ड कप हेर्दैछौँ नि फुटबल होइन। अस्तिको दिन कसको थियो लास्ट म्याच? कसको थियो? कसले हेऱ्यो? लास्ट म्याच कसको थियो? कुन कुन देशको थियो? छैन कि के हो कोही पनि हेर्ने? मेक्सिको र ब्राजिल। एनिवेज कुनै एउटाको थियो होइन। कसले जित्यो? मेक्सिकोले जित्यो। त्यो मेक्सिकोले जित्दाखेरि त्यो चाहिँ गेममा चाहिँ हर्क साम्बाङ मैले गोल हालेको भन्न मिल्छ? कति हाँस्नु। अलि हाँसौँ, अलि हाँसौँ न। हाँस उठ्छ क्या है। मेक्सिकोले जित्यो, मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु सुहाउँछ मैले? त्यस्तै कुरा गरिराख्नुहुन्छ के है। अनि उहाँको 2-4 जना खेतालाहरू रहेछन्, त्यही भनिराख्नुहुन्छ। हर्क साम्बाङले होइन, उपमेयरले लिएको अरे। यहाँको उपमेयर चाहिँ संसदको सदस्य हो र भनेको? म त त्यो बजेट बनाउने मान्छे हो। त्यो बजेट बनाउने, त्यो संसदमा बजेटमा छलफल गर्ने मान्छे, यस्तो उस्तो भनेर तपाईँको सल्लाह सुझाव दिने मान्छे हो म। सरकारको कान निमोट्ने मान्छे हो क्या म। अनि मैले चाहिँ नलिएको अरे, उसले पो लिएको अरे। त्यो मेक्सिकोले जितेको गेम चाहिँ हर्क साम्बाङ मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु र? हर्क साम्बाङले होइन, अहिले उपमेयरले अहिलेको बजेट ल्याउनु भनेको एउटै हो, कुनै त्यसको तुक छैन। त्यो बजेट बनाउने मान्छे हो के म। विनियोजन विधेयकमा अस्ति भर्खर छलफल भइसक्यो, आर्थिक विधेयकमा पनि अस्ति छलफल भएको छ होइन। संशोधन पेश गर्दैछौँ, पेट्रोलको दाम कति राख्ने, के कति राख्ने होइन, शिक्षामा कर लगाउने कि नलाउने, स्वास्थ्यमा कर लगाउने कि नलाउने भन्ने मान्छे पो त हामी त। अनि हामीले चाहिँ नगरेको उहाँले गर्नुभयो। ल ठिक छ, एजेन्डा उहाँको थियो पनि त, भयो पनि त हुन्थ्यो। त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको हो? हर्क साम्बाङको होइन। मेरो त्यो सपना हो, सङ्कल्प हो र सङ्घर्ष पनि हो क्या। हिजो बार बार तपाईँको चाहिँ मन्त्रीलाई ढोक्दा 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 पैसा नदिएको कारणले गाग्री बोकेर को गएको थियो? म गएको थिएँ कि को चाहिँ गएको थियो?
अहिलेको प्रधानमन्त्री त मेरो एक खालको साथी पनि हो। संसदमा नआएर कहिले पनि आउँदैन, अनि आएपछि जे पाए बोल्छ र विरोध गरे हो है। पदले विरोध, तपाईँको त्यो पद रेस्पोन्सिबल होस् भनेर। तर साथी पनि हो नि त, उसलाई सबै थाहा छ। मैले त एकचोटि यस्तो पनि भनेको थिएँ कि हाम्रो अब पानीको दुःख छ, तपाईँहरूकोमा पैसा थुप्रो हुँदो रहेछ काठमाडौँ महानगरमा, मलाई अलिक सापट्टि दिनु न भनेको थिएँ। दिनु पनि खोज्नु भएको थियो, तर नियम कानुनले नहुँदो रहेछ है। अनि यो तहबाट मैले सङ्घर्ष गरेर पैसा चाहिँ पारिदिने। अनि अहिले गीत चाहिँ एक दुईजना के भन्ने, भुसुना भनौँ भने फेरि के यत्रो मान्छेले फेरि भुसुना भन्यो भन्छ होइन। भुसुने टाइपको पात्रहरूले चाहिँ अहिले त्यो खालको हल्ला फिजाइरहेको छ। हर्क साम्बाङको केही पनि ऊ छैन भनेर है। सबै मन्त्रीलाई भेट्ने म होइन, सबै मन्त्रीहरूसँग तपाईँको कुराकानी गर्ने, सबै कुरा त्यो अर्थ मन्त्रालयदेखि लिएर प्रधानमन्त्री खुदलाई भेटेर चाहिँ बजेट ल्याउने चाहिँ म। अनि मेक्सिकोले जित्दा हर्क साम्बाङले गोल हालेर जितेको भन्ने खालको हल्ला फिजाउने चाहिँ कति हाँस्नु, कति चाहिँ हाँस्नु पर्छु। के साह्रो ढाँटेको होइन। हामी सबैले लिएको भन्दा त मलाई पनि चित्त बुझ्थ्यो नि त। हामी सबैले लिएको भन्दा ठिक छ होइन, तर फल्नाको चाहिँ हात छैन, हामीले गरेको भन्दा के भने त्यो। प्रचण्डै प्रधानमन्त्री भए जस्तो क्या। प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हामी गएको 21 लाख मात्रै दिएको, त्यो पनि कार्यान्वयन गरेन, सहयोग त गरेन नि त। त्यो चिज हो र यसरी बुझ्नुपर्छ। र मैले यहाँलाई सबैजनालाई के भनिरहेको छु भने, यदि धरानमा जे जति हामीले कामहरू गरिरहेका छौँ यो कामलाई निरन्तर दिने हो भने, तपाईँहरूले मलाई के चाहनु भएको थियो भन्दाखेरि 10 वर्ष हर्क साम्बाङ मेयर बन्नुपर्छ भन्ने चाहना थियो तपाईँहरूको, थिएन? थिएन? थियो कि थिएन? थियो। धनबहादुरजी मेयर बन्नु भनेको हर्क साम्बाङै मेयर छ भनेर बुझ्दा पनि हुन्छ क्या। किनभने हाम्रो निर्देशन